नमस्ते सम्पूर्णलाई। आज कुखुराको 23 डेज भएको छ र आज गर्मी पनि निकै साह्रै गर्मी हुनुको कारणले आज उक्मुस भइराखेको छ र त्यो कारणले गर्दा पङ्खा लगाउन परेको छ गाइस। साह्रै गर्मी भएर सानो पङ्खा मिनी फ्यान लगाइदिएको छु र गाइज यो यस्तो तरिका सही होला या नहोला हैन, कमेन्ट गरिदिनु होला। र गर्मीमा के गरी यिनीहरूलाई राख्ने र सेफली हुन्छन् कसरी त्यो जानेको भए तपाईहरुले कमेन्ट गरिदिनु होला। आज 23 दिन भएको छ कुखुराको, लगभग पनि 1.5 किलो भइसकेका छन् र अझ के गर्नुपर्छ तपाईहरुले कमेन्ट गरिदिनु होला। गाइस कुखुरा ब्रोइलर चाहिँ मेरो फर्स्ट हो यो र अझै राम्रो गराउने कोसिस गर्नेछु। यो गर्मीदेखि पोल्ट्री ब्रोइलरलाई बचाउने कुनै आइडियाहरू छ भने तपाईसँग प्लिज कमेन्ट गर्नु होला। र मेरो त्यति अनुभव त छैन, फर्स्ट प्लट हो गाइस, अनुभव गर्दैछु। अनुभव अनुसार मलाई त लाग्छ राम्रै पनि होला र कुखुरा हेर्दा के कमी भयो होला गाइस प्लिज कमेन्ट गरिदिनु होला। अनुभव भएको साथीले प्लिज रिप्लाई गर्नु।